हेलो सम्पूर्णमा नमस्कार, गुड मर्निङ। आज भने चाहिँ मैले काम गरिरहेको ठाउँको कामको केही प्रोग्रेस अपडेट भिडियो लिएर हजुरको बिचमा आइरहेको छु, जहाँ चाहिँ मैले वुडन सिलिङको काम गरिरहेको थिएँ। केही दिन अगाडि मैले हजुरको बिचमा वुडन सिलिङको काम गरिरहेको केही फ्रेमिङ बनाइसकेको भिडियो राखिरहेको थिएँ। अहिले चाहिँ मैले फाइनली वुडन सिलिङको काम गरिसकेको छु। बाँकी पलिस हुन बाँकी छ। अनि यो चाहिँ फ्रन्ट बरन्डा लाइन हो। अनि यहाँ चाहिँ फल्स बिम लगाएर यसरी बनाइएको छ। यो चाहिँ बाहिर बरन्डाको साइड हो। यसरी फल्स बिम लगाएर चाहिँ बनाइएको छ। अनि तपाईँहरूले यो मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ भनेदेखिलाई लाइक कमेन्ट गरेर मेरो कामलाई उत्साह बढाइदिनु होला। अनि यो चाहिँ सिटिङ रुममा म प्रवेश भइसकेँ मेन डोरबाट। अनि यो सिटिङ रुमको सिलिङ चाहिँ यस्तो प्रकारले बनाइएको छ। यो आर्किटेक्चर सरको डिजाइन मुताबिक मैले काम गरेको हो। यसरी यहाँ पनि फल्स बिम लगाएर सिलिङ गरिएको छ। अनि यो नेचुरल वुडन सिलिङको पलिस हुनेछ भने केही डिफ्रेन्ट कलरमा यो फल्स बिमलाई पलिस कलर हुनेछ। अनि यसै गरी यो किचन, अनि किचनदेखि यतापट्टि यो डाइनिङ रुम हो। यो डाइनिङ रुममा पनि यस्तै प्रकारले सिलिङको काम भएको छ, वुडन सिलिङको काम। अनि यहाँ पनि फल्स बिम लगाएर अनि सिलिङको काम भइसकेको छ। अनि हजुरहरूले यो मेरो भिडियोलाई कहाँबाट हेर्नुहुनेछ लाइक कमेन्ट गरेर मेरो कामको केही अपडेट भिडियोमा तपाईँहरूले मलाई साथ हौसला गर्नुहोला। अनि हजुरको पनि यस्तै फल्स बिम, वुडन सिलिङ, अन्य फर्निचरहरू छ भने मलाई सम्झिदिनु होला। यसै गरेर बाँकी सर म्याडमको रुममा पनि वुडन सिलिङको काम हुनेछ। अनि यहाँ पनि केही डिजाइन लगाएर नै यहाँ पनि वुडन सिलिङको काम हुनेछ। फर्दर आउँदो दिनमा हजुरको बिचमा फेरि यो काम कम्प्लिट भइसकेपछि हजुरको बिचमा म यो भिडियो लिएर आउने नै छु। मेरो भिडियोलाई हेरेर हजुरहरूले मलाई साथ सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।